तपाईहरुलाई त थाहा नै छ होला अहिले आसाममा के भइराखेको छ र आज हामी जाँदैछौं बानहाइजा दिनको लागि बिहुबर। नमस्ते, म रोशन। हजुरहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ र हजुरहरुले यो भिडियो अन्तिमसम्म हेरेर बानपानी जहाँ भएको थियो त्यहाँ गएर हजुरहरुले सहयोग गर्नुहुन्छ भनेर आशा राखे मैले। आज आइतबार र आज प्राय भाग मान्छे नै बानहाइजा दिनको लागि निस्केका छन्। यसरी बानपानी भएको गाउँमा बानहाइजा दिने तिनै गाडी गएको छ नि। आज ट्राफिक जाम भइगएको छ। राम्रो लाग्यो देखेर यति बानहाइजा दिने गाडी गएको छ नि आज। र अहिले हामी आइपुग्यौँ बिहुबर। हाम्रो गाडी चाहिँ माने एउटा गाडी रक्यो, दोरा गाडी आएको थियो, एउटा गाडी पछाडि नै छ अनि हामी चाहिँ छिटै आइपुग्यौँ। हामी यहाँबाट जान आँटेका। अब उहाँ गएर हामीले जे हेर्छौँ सबै दिने र तपाईँलाई देखाउँछु, तपाईँहरू हेर्दै गर्नु। यहाँ तपाईँलाई हेर्नु सक्नुहुन्छ मान्छे दोकान कति माथिसम्म पानी उठेको थियो यहाँनिर। अहिले यहाँ धुलो छ, पानी यहाँसम्म उठेको रहेछ यति माथिसम्म। तपाईहरुले थाहा नै पाउनु भयो होला यो गाडी देखेर यहाँ कतिसम्म पानी भएको थियो र के भएको थियो। यहाँ मान्छे कसरी आलीमा बसेका छन् हेर्न सक्नुहुन्छ। मान्छेहरूको घर छैन घर जानको लागि। 4-5 दिन भइसक्यो मान्छेहरू यसरी नै आलीमा बसेका छन्। हामीहरूले जे पनि लेखा थियौँ सबै यहाँ दिँदैछौँ। धुली होई होई उड़ीब जीवनी जुति खोआ उसुपने बोर सुबी होई होई कोही काहिनी। र अहिले हामी जाँदैछौँ भित्र यता गाउँतिर। देखाउँछौँ तपाईँलाई वहाँ कस्तो छ के भएको छ भित्रपट्टि। तपाईँहरू आफै हेर्नु यहाँनिर केही नै छैन, मान्छेको घर मात्रै छ, अरू केही नै छैन यहाँ। तपाईँलाई म देखाउँछु हेर्नु है घरहरू कसरी बढेको छ है हिलोमा। उसले सोचिराख्नु भएको छ होला पानी सुक्यो भनेर, तर पानी अझै नै छ, पानी सुकेको छैन। हेर्न सक्नुहुन्छ पानी थुप्रै नै छ, अहिलेसम्म घुरा पानी छ त्यहाँनिर। अहिले मान्छेले गाईहरू लाहे लाहे निस्काउँदैछन् बाहिर। अब म हजुरहरूलाई देखाउँछु गाउँको भित्र कस्तो छ। हजुरहरूले राम्ररी गाउँको भित्र हेर्नुभयो भने हजुरहरूको आँखाबाट आँसु निस्किन्छ। साँच्चै भनेको त्यस्तो छ भित्र। त्यहाँनिर गाईहरू निकालिरहेको मान्छेले। यहाँ हेर्नु यी गाई कसरी मरिरहेको छ। यहाँ हेर्नु यी कहाँबाट ट्याङ्कर बोकेर आएर यहाँ राखेको रहेछ। यतापट्टि हिलो छ, सब पलक छ। यतापट्टि गाडीले काम लागिरहेको छ। यहाँनिर यहाँसम्म पानी उठेको रहेछ यति। केही नै छैन यहाँनिर, केही पनि छैन, घर नै छैन, केही नै छैन। यी कहाँको गसहरू आएर यहाँ बगेर आएर यहाँ राखेको छ। केही नै छैन, मतलब यहाँ बास यस्तो मात्रै छ। यहाँनिर केही नै छैन अरू पलक। नदीकिनारमै रहेछन् मान्छे। केही पनि छैन है। यहाँबाटै छ बाख्रा। एउटा बाख्रा यहाँ माने एउटा 1-2टा कुखुरा देख्नुहुन्छ र 1-2टा कुखुरा काट्छिट एउटा 2टा बाख्रा नभए सबै उलाले। यो हामीहरूको लुटी दिदीको घर अरे। हामी चाहिँ गोविन्द बिचराको घर। गाईको बाछा है यस्तो भइहाल्छ। यो यताका झन् कता
यताबाट उता निक्लिन्छ टिम हालिकन यतै घुर्नुपर्छ। यी गसहरूबाट यहाँ जम्मा भएको छ यसरी मान्छेको घर त छैन यी लुगाहरू छ यी জীবন কিনু মায়া দুঃখ তুজে দুঃখ কিয় ঢালি দিলা इधर गए ना मंदिर भी आए ना দুঃখ তুজে দুঃখ ये तो फिर यहाँ जानु भने मान्छे सबै पसिन्छ त्यस्तो खालको धसिन्छ यहाँनिर त्यति पुगेको छ तपाईँहरू आफै हेर्नु त यहाँनिर कति पलक छ कति माटो छ हेर्नु यी पानीको टेप नै डुबेको छ त्यति पलकले पानीको टेप नै डुबाइदिएको छ त्यति पलक छ यहाँनिर पनि पलक यहाँसम्म पानी थियो पानी बहुत नै गाईहरू यहाँ माथि उठेर गाईहरू गाडी यसरी पसिरहेको छ यहाँनिर यस्तो हिलो छुट्टै गाडी हो टुकटुकी हो त्यति पसिरहेछ अहिले यहाँनिर कस्तो छुट्टा पसिरहेको छ अहिले हामी यहाँ जानु भने मान्छे नै पस्छौँ त्यत्रो छ तपाईँ देख्नुभयो होला बिरुवामा कस्तो छ यो यस्तो हिलोमा यहाँ पानी भन्दा कति थियो भन्दाखेरि यो घर सबै डुबेको थियो त्यति पानी थियो यहाँनिर अहिले सुकेर यहाँ यस्तो भएको छ है मान्छेहरू यहाँ आएर बसेको छन् আকাশৰ সিটো পাৰে পলকেও ঠিকনা সলালে মৰিন ছবিৰে ৰংবোৰে কিনো ৰং কোতেনো সানিলে আধা মৰা জোনে উচুপি কালে এন্ধাৰৰ লাগি বাটতে